मुद्दा डिसमिस भयो। अब के गर्ने? मुद्दा डिसमिस भनेको अदालतले मुद्दामा गरेको एक किसिमको फैसला हो। कुन अदालतले के कस्ता फैसला गर्छ, आज हामीले फैसलाको बारेमा डिटेल कुरा गर्छौं। के कस्ता फैसलाहरू हुन्छ, त्यसको टर्मिनोलोजीहरू, त्यसको अर्थहरूको बारेमा हामी विस्तृतमा चर्चा गर्छौं। नमस्कार साथीहरू, म अधिवक्ता रक्षाराम, यस च्यानलमा तपाईलाई स्वागत छ। नेपालमा सामान्यतया 3 तहका अदालत रहेका छन्: जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत। यसका अलावा विभिन्न किसिमका विशिष्टीकृत अदालतहरू, ट्राइब्युनल्सहरू, अर्धन्यायिक निकायहरू पनि रहेका छन्। आज हामीले सामान्यतया यी 3 वटा अदालतहरूमा, जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा हुने फैसलाको बारेमा चर्चा गर्छौं। अब मुद्दाको प्रकृति हेर्दाखेरि देवानी मुद्दा, फौजदारी मुद्दा र रिट निवेदनहरू हुन्छ। अब हामीले जिल्ला अदालतमा हुने फैसलाको बारेमा चर्चा गर्दाखेरि जिल्ला अदालतमा देवानी मुद्दा चल्छ, फौजदारी मुद्दा चल्छ र रिट निवेदनहरू पनि हुन्छ। रिट निवेदनमा सामान्यतया उस्तै फैसलाको किसिम हुन्छ। अब जिल्ला अदालतमा चल्ने मुद्दाहरूमा हेर्दाखेरि देवानी मुद्दामा दाबी पुग्ने अथवा नपुग्ने फैसला हुन्छ। त्यसैगरी आंशिक दाबी पुग्ने र यसको साथसाथै डिसमिस फैसला पनि हुन्छ। दाबी पुग्ने भनेको वादीले दाबी गरेको कुरो सही छ, अदालतले उसलाई जितायो, त्यसपछि दाबी पुग्ने फैसला हुन्छ। यदि वादीको माग दाबी ठहर भएन, उ हार्यो भने दाबी नपुग्ने फैसला हुन्छ। यदि केही हदसम्म त्यो माग दाबी गरेको सबै कुरामा नभएर केही कुराहरू ठिक छ, केही कुराहरू न्यायोचित छ, अदालतले ठहर गर्यो भने त्यस्तोमा आंशिक दाबी पुग्ने कुरो गर्छ। उदाहरणको लागि कसैले अंश, माना, चामल र सम्बन्ध विच्छेद मुद्दा हालेको थियो। अब यो 3 वटै मुद्दा एउटै मुद्दा थियो, जसमा अंश र सम्बन्ध विच्छेदमा दाबी पुग्यो, तर माना चामलमा यदि पुगेन भने आंशिक दाबी पुग्ने भनेर फैसला हुन्छ। अर्को उदाहरण हेर्दाखेरि कसैले लेनदेनको मुद्दा हाल्यो, जसमा 20 लाखको मुद्दा थियो, तर 20 लाखमा नभएर 10 लाखमा मात्रै दाबी पुगेको छ भने आंशिक दाबी पुग्ने फैसला गर्छ। भनिसकेपछि जति माग हुन्छ, माग दाबी हुन्छ, त्यो पूर्णतया माग दाबी नपुगेर केही हदसम्म मात्रै माग दाबी पुगेको छ भने त्यसमा आंशिक दाबी पुग्ने फैसला हुन्छ। अब डिसमिस फैसला हेर्दाखेरि कुनै व्यक्ति मुद्दा दर्ता गर्यो, अदालतमा मुद्दा दायर गर्यो, तर ऊ के गर्यो भने तारिख गुजारेर बस्यो, तारिख तोड्यो। त्यसपछि के हुन्छ भने अदालतले त्यस्तो मुद्दालाई पाल्दैन। वादीले नै तारिख गुजारिसकेपछि त्यस्तो मुद्दाको औचित्य समाप्त हुन्छ र त्यस्तो मुद्दा पेशीमा चढाएर डिसमिस फैसला गरिन्छ। भनिसकेपछि यो मुद्दा अब खारिज भयो भन्ने कुरो हुन्छ। कुनै मुद्दा डिसमिस भयो भने त्यस्तो मुद्दामा पुनरावेदन गर्न मिल्दैन। यस बाहेकका अन्य फैसलाहरू भएको छ, दाबी पुग्ने, नपुग्ने, आंशिक दाबी पुग्ने। यी फैसलाहरूमा के हुन्छ भने उच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ। त्यसैगरी फौजदारी मुद्दाहरूमा हेर्दाखेरि यदि कसुर ठहर भयो, अपराध ठहर भयो भने त्यस्तोमा अभियोग दाबी पुग्ने भनेर फैसला हुन्छ। तर यदि अभियोग दाबी पुग्यो तर केही हदसम्म मात्रै पुग्यो, पूर्ण रूपमा जति माग दाबी थियो त्यति पुगेको छैन भने त्यसमा पनि आंशिक अभियोग दाबी पुग्ने भनेर फैसला हुन्छ। यदि प्रतिवादीले सफाई पायो, कसुर ठहर भएन भने त्यस्तोमा अभियोग दाबी नपुग्ने भनेर फैसला हुन्छ। यो फौजदारी मुद्दाहरूमा पनि अभियोग दाबी पुग्ने, आंशिक अभियोग दाबी पुग्ने, अभियोग दाबी नपुग्ने फैसलामा पनि उच्च अदालतमा गएर पुनरावेदन गर्न सकिन्छ। अब हामी उच्च अदालतमा के कस्ता फैसला हुन्छ भन्ने कुरो हेर्दाखेरि यदि पुनरावेदन परेको छ भने एउटा टाइटल हुन्छ, यो किसिमको हुन्छ। यदि उच्च अदालतमा सुरु मुद्दा रहेको छ भने त्यसको मुद्दाको प्रकृति फरक हुन्छ। जस्तो कि यदि पुनरावेदन परेर आएको छ भने उच्च अदालतले गर्ने फैसला भनेको सुरु सदर, जिल्ला अदालतको जुन फैसला भयो त्यही सदर गर्यो, त्यही फैसला ठिक छ भनेर सदर गर्यो। अर्को भनेको जिल्ला अदालतको फैसला केही हदसम्म मिलेको छ, केही मिलेको छैन भने केही उल्टी भन्छ। त्यसपछि यदि जिल्ला अदालतको फैसला पुरै गलत छ, त्यो उल्टी गर्यो भने उल्टी भनेर फैसला गर्छ। भनिसकेपछि सदर भनेको जिल्ला अदालतको फैसला ठिक छ, सदर भयो। केही उल्टी भनेको केही ठिक छ, केही उल्टी भएको छ, केही मिलेको छैन, त्यसपछि केही उल्टी भन्छ त्यहाँ फैसलामा। भनिसकेपछि जिल्ला अदालतको फैसला ठिक छ भने सदर, यदि जिल्ला अदालतको फैसला केही मिलेको छैन भने केही उल्टी र पूर्णतया मिलेको छैन भने उल्टी गर्छ। जिल्ला अदालतको फैसला खारिज गरिसकेपछि त्यसलाई उल्टी भनिन्छ। त्यसको साथसाथै उच्च अदालतले अर्को फैसला के गर्न सक्छ भने
जिल्ला अदालतले प्रमाण मूल्याङ्कन नगरिकनै नबुझेर प्रमाणको मूल्याङ्कन नगरेर फैसला गरेको छ भने त्यस्तो अवस्थामा जिल्ला अदालतमा पुनः इन्साफको लागि पठाउने भनेर पनि फैसला गर्छ। भनिसकेपछि जिल्ला अदालतको फैसला खारिज गर्छ र खारिज गरेर त्यो मुद्दालाई फेरि जिल्ला अदालतमा पठाइदिने कार्य गर्छ। यसको अलावा उच्च अदालतमै कुनै मुद्दा सुरु दर्ता हुने रहेको छ, सुरु अदालत नै उच्च हो भने अघि मैले उल्लेख गरेको जिल्ला अदालत जस्तै फैसला हुन्छ। भनिसकेपछि अभियोग दाबी पुग्ने, आंशिक अभियोग दाबी पुग्ने, अभियोग दाबी नपुग्ने भनेर यसरी फैसला गर्छ। अब हामीले सर्वोच्च अदालतको फैसलाको सन्दर्भमा हेरौँ। सर्वोच्च अदालतमा आएको मुद्दाहरू एउटा पुनरावेदनको रूपमा आउँछ, अर्को भनेको दोहोर्याइ पाउँ भन्ने आउँछ, यसको साथसाथै पुनरावलोकन आउँछ र रिट निवेदनहरू आउँछ। यदि पुनरावेदनको रूपमा आएको हो भने अघि उच्च अदालत जस्तै सुरु सदर, केही उल्टी र उल्टी हुन्छ। अब हामीले दोहोर्याइ पाउँ अर्थात् दोपाको रोबाट आएको मुद्दाको सन्दर्भमा हेर्दाखेरि सबैभन्दा पहिला दोहोर्याइ पाउँ भन्ने निवेदनमा सुनवाई हुन्छ। त्यो सुनवाई हुँदाखेरि यदि दोहोर्याइ पाउँ भन्ने दोपा अनुमति प्राप्त गर्यो भने पुनरावेदन दर्ता हुन्छ। त्यसपछि अघि मैले उल्लेख गरेको पुनरावेदन जस्तै फैसला हुन्छ। यसको साथसाथै यदि अनुमति प्राप्त भएन भने त्यो अनुमति नहुने भनेर मुद्दा त्यही सकिन्छ। भनिसकेपछि त्यो मुद्दा अब क्लोज भयो। अब हामीले रिट निवेदनको सन्दर्भमा हेरौँ। जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत तीनवटै अदालतमा हुने फैसलामा, रिट निवेदनमा हुने फैसलालाई अन्तिम आदेश भन्छ। त्यो अन्तिम आदेशको जुन टाइटल हुन्छ, फैसलाको प्रकारहरू हुन्छ, त्यो सामान्यतया उस्तै हुन्छ। जस्तो कि रिट जारी हुने भनेको मुद्दा जित्नु हो। कुनै व्यक्तिले मुद्दा जित्यो भने त्यो रिट जारी हुनु हो। यसको साथै यदि परमादेशको रिट हो भने परमादेशको रिटमा कहिलेकाहीँ रिट जारी लेखिन्छ, कहिलेकाहीँ के हुन्छ भने परमादेश जारी हुने भनेर फैसला गरिन्छ। त्यसैगरी बन्दी प्रत्यक्षीकरण हो भने रिट जारी हुने अथवा बन्दी प्रत्यक्षीकरण जारी हुने भनेर फैसला हुन्छ। यदि निषेधाज्ञा हो भने निषेधाज्ञामा निषेधाज्ञाको रिट जारी हुने भनेर लेखिन्छ। भनिसकेपछि यसरी रिट जारी हुनु, परमादेश जारी, बन्दी प्रत्यक्षीकरणको रिट जारी, निषेधाज्ञा जारी भनेर यो भनेको जारी शब्द जहाँ आउँछ भनेको मुद्दा जित्नु हो, मुद्दा रिट निवेदन जारी हुनु हो। यदि मुद्दा हार्यो भने त्यस्तोमा के हुन्छ भने रिट खारेज भनेर आउँछ। रिट निवेदन खारेज, रिट खारेज, निषेधाज्ञा खारेज भनेर यसरी खारेज शब्द प्रयोग गरेको हुन्छ। यदि रिट निवेदनमा वादीले निवेदकले तारिख गुजारेर बस्यो, तारिख तोड्यो भने यो अवस्थामा के हुन्छ भने मुद्दा तामिलीमा जान्छ, तामिली फैसला। भनिसकेपछि जिल्ला अदालतमा जुन डिसमिस फैसला भएको थियो त्यस्तै प्रकृतिको रिट निवेदनमा के हुन्छ भने तामिली फैसला हुन्छ। भनेको त्यो मुद्दा अब क्लोज भयो। त्यसमा वादी हारेको अथवा जितेको भन्ने कुरो उल्लेख गरिँदैन। त्यो मुद्दा नै तारिख गुजारेको कारणले गर्दाखेरि त्यसको औचित्य समाप्त भयो, त्यसको प्रक्रियागत त्रुटि भयो, त्यो इन्ड भयो भन्ने कुरो देखाइन्छ। यसरी एकपटक जिल्ला अदालतमा मुद्दा डिसमिस भइसकेपछि र रिट निवेदनमा तामिली भइसकेपछि त्यसलाई फेरि जगाउन अथवा पुनरावेदन गर्न मिल्दैन। आजको यो भिडियो यही समाप्त गर्दछु। यस्तै कानुनी विषयमा जानकारीको लागि हामीलाई फलो गर्नुहोला। धन्यवाद।